गुड नाइट एभ्रिवान, राधे राधे। हाम्रो फेसबुक फ्रेन्ड्स साथीभाइहरूलाई म केही भन्न चाहन्छु। हजुरहरूले ध्यान दिएर सुनिदिनु होला। हजुरहरू आफ्नो सुत्ने ओछ्यानमा कहिले खाना खानुहुन्छ क्या हो? हजुरहरूले त्यस्तो काम कहिले पनि नगर्नु। आफ्नो सुत्ने ओछ्यानमा खाना कहिले नखानु। त्यो चाहिँ एकदम नराम्रो स्वभाव हो। किनभने हामी त्यहाँ सुतिन्छ रातभरि होइन, पुरा नाइटमै हामी सुतिन्छ होइन। त्यसैको लागि त्यो सुत्ने ओछ्यानमा हामीले यदि खाना खायौँ भने त्यो हाम्रो सुतेको मूल्य अरू हाम्रो जुन आउँछ नि ऐठन हुन्छ, यो सपना देखिन्छ, हो त्यसैकै लागि हो। किनभने आफ्नो सुत्ने ओछ्यानमा कहिले पनि खाना चाहिँ नखानुहोस्। हजुरहरूलाई मैले यो रिक्वेस्ट गरेको छु। कसैले पनि कसैको एउटा कुरो भन्न चाहन्छु म अझै एउटा। आज तपाईको घरैमै कोही पाहुना मान्छे आए, कोही पाहुना मान्छे आउनुभयो, कोही गोष्ठी कोही पनि आए, दाजुभाइहरू कोही पनि होस् होइन। तपाईले उहाँलाई पाहुनालाई गोष्ठीलाई चादर कम्बल होइन, सिरानी त्यो सबै दिनुहुन्छ होइन। पाहुना मजाले सुतिओरी जान्छन्, खाइओरी मजाले पाहुनालाई राम्रो गरेर राख्नुपर्ने। पाहुना भनेको भगवान हुन्। तर पनि जुन पाहुनाको लागि ओछ्याएका कपडा छन्, पाहुना जब जान्छन् अब घरतिर, आफ्नो घरतिर पाहुना खान आइरहेछन्, पाहुना जान्छन् होइन, त्यो जुन ओछ्याएको बिछना चादरहरू होस् वा सिरानी खोलै होस्, सबै धुनुपर्ने हो। धुनुपर्छन् कि पर्दैनन्? पर्छन् नि। हो त्यस्तै। किनभने आज हजुरहरूले यदि मेरो ओछ्यानमै बसेर खाना खानुभयो भने मलाई कस्तो लाग्छ? अब एउटा कुरो सोच्नुहोस्। अब आज एउटा कोही मान्छे मर्यो होइन, खसे अरे एकजना कोही होइन। अब त्यो खसेको मान्छेलाई हामीले रुँगेर बस्नुपर्छन् कि पर्दैनन्? रुँगेर बस्नुपर्छन् नि होइन। त्यो रुँगेको बसेको हामीहरूको के को लागि हो? त्यो जुठो भइसक्यो। अब त्यो जुठालाई हामीहरूले, त्यो जुठाको लागि चाहिँ हामीहरूले रुँगेर बसेको हो। हामीहरूले चाहिँ त्यो जुठो भएको कारणले हामीले रुँगेर बस्छ। त्यसलाई यदि त्यो मरेको लासलाई यदि हामीहरूले यदि रुँगेर बसिनौँ भने त्यो कुनै केही आत्मा आउँछ, कुनै केही भूत प्रेत हुन्छ न के हुन्छ। हो त्यस्तै हो यो। त्यही हो। किनभने हामीले यदि सुत्ने ओछ्यानमा पनि हामीले बसेर भात खायौँ भने, त्यहाँ बसेर भात खायौँ भने त्यो आफू पनि जिउँदो मान्छे पनि मरेको लास जस्तो हुन्छ। हो कि होइन भन्नुहोस् त? त्यसैको लागि यो गल्ती कहिले पनि नगर्नुहोस् हजुरहरूले। मैले अब यो चाहिँ मैले आज यो कहानी मैले हजुरहरूलाई मैले किन भनिदिएको भने यहाँ मेरो पनि त्यस्तै हुँदैछ। हो त्यस्तो हो, त्यसको लागि चाहिँ मैले यो कुरो गरिदिएको हजुरहरूलाई। मेरो यो कुरा गर्नको लागि, भन्नको लागि जति केही गल्ती नै भइहाल्यो भने पनि हजुरले नहाँस्नु होला होइन, अरू नरिसाउनु पनि होला। अब म त अब त्यो पनि मैले भने हजुरहरूलाई मैले भन्ने होइन। हजुरहरू जान्नुहुन्छ कि हुन्न, त्यसैको लागि म हजुरहरूलाई सम्झाइदिएको हो। त्यसो चाहिँ कहिले पनि नगर्नु होला। अरू गुड नाइट एभ्रिवान, राधे राधे। सबैलाई बाई बाई अहिलेको लागि चाहिँ है। हस् त साथी हो। हाई फ्रेन्ड्स, बाई, सी यू, गुड नाइट।